हेलो गाइस, वेलकम ब्याक न्यू डे न्यू भ्लग। आज चाहिँ हामी आएको यहाँनिर अरू मान्छेहरू हुन्छ नयाँ स्टुडेन्ट, तिनीहरूको जाइरो काट्नु एड्रेस हाल्न आएको। यही ठाउँमा हामीले हाल्यो नि, यही ठाउँमा। अनि अहिले चाहिँ अर्को नि हालिदिन आएको। अनि यहाँबाट भ्यू चाहिँ दामी देखिन्छ है। फेरि टक्क पुल छ। हामी आएको नि यही पुलबाटै हो। ऊ त्यहाँ पुलबाट तरी यहाँ होइन नि, यहाँबाट हामी बस्ने उता पर हो। यहाँको भ्यू चाहिँ दामी छ। यता चाहिँ साकुरा फुल चाहिँ के हो, अहिले त फुलेको छैन, फुल्ने टाइम गयो हो उता भनेर। अनि ऊ त्यहाँ छ नि त्यो बिल्डिङ, यतातिर चाहिँ छ फुसा स्टेसन। यहीँतिर फुसा स्टेसन भएको। त्यही यो भित्र जान्छ हामी फेरि हेर्ने छु। झिलिमिली बत्ती चाहिँ यहाँ नि हुने चाहिँ फेरि मैले फर्स्ट टाइम देखेँ। यहाँ झिलिमिली बत्ती छ। मान्छेलाई आउँछ हामी यो फ्लोरमा। कुन फ्लोर जाने? 2 फ्लोर हो। 2मा कि सिधै 5 जाने हो? जाम 5 हेर्दै जाने कि किन? ए के गर्दै हिँड्यो? कस्तो के गर्यो? कस्तो हेर्दै जाने? सिधै 5 लग। पसल के छैन? पसल त कहाँ हुन्छ हो? यहाँ भेन्डिङ मेसिन थियो त। के छ यहाँ? कस्तो होला यहाँ त बस्ने क्या हो? ल 5 अब सिधै 5 आयो। ल निक्लिन पास पनि बन्द भइदिएर यार, झन् त्यहाँ खाली छ कि फुसा स्टेसन होइन त्यहाँ? कस्तो नजिक देखेको त यार, मलाई त नजिकै त हो नि। यत्रो आइसक्यो। अनि त्यो अस्ति हामीले देखाएको थियो नि माउन्ट फुजी, त्यो माउन्ट फुजी होइन भन्छ त उसले त, जुसी। त्यसले सोध्यो अरे त्यो जापानिजलाई, अनि अर्कै के भन्यो अरे। पानी कस्तो शान्त हेर न, हाँसहरू मात्रै आयो। आज माछा मार्नेको पनि रहेछन, माछा मार्नेको पनि रहेछन आज। दोको नि मासको ए私たちリフトで行きましょう。はい、行きましょう。行きましょう行きましょう。खुल जा सिम सिम। It's me, आवाज नेपाल। खुल जा। खुल्दैन नि यार। खुल्यो उता खुल्यो नि त। जाम न। कस्तो मुला रहेछ यार। खुलिसक्यो म यार। बी तल बेसमेन्ट। बेसमेन्ट हो क्या?
पाइन्ट मैले चप यता बिचतिर हाल्यो नगर न कस्तो बिचतिर नि दादाको हाइट भएको छ नि कस्तो बिचतिर ठिक छ त कस्तो छ बेसमेन्ट खुल्छ सिमसिम झ्याप्पै लाग्छ हेर न यहाँ मार्छ हात यस्तो कहाँ जान्ला ए घुमाउँ न यो भर्खरै तल आएको छ फेरि मान्छेले के रहन्छ एक्लै छ डर लाग्छ जस्तै तिमी हाट जाऊ म यहाँ जान्छु नि त है हुन्छ हुन्छ तिमी यहाँ जाऊ म यहाँ जान्छु तिमी यता जाऊ म यता जान्छु नि त हुन्छ सँगै होइन है ल वान फ्लोरमा ल छुट्टा छुट्टै खै त बन्दै हुँदैन त ल बन्दै हुँदैन त के भयो जाऊ न तिमी माथि के उता बिगार थियो तिमी उता जानुपर्छ नि त रुक भइन्छ रुक जान्छ राम्रो पनि होइन यहाँ यो त होइन हो डाइभर चेन्जिङ यो तिम्रो डाइभर चेन्ज गर्नुपर्छ आउँछ आउँछ यो त आऊ यसरी यस्तो हिँड्ने त म यता आउँ यति त पुल हो क्या हो एक्लै गइदिन्छु झन् यता भनेको के छ आज त आमै हात्ता खाएर हिँडे सुमिता हेर्नु त चिसो सुमिता चिसो के छ यहाँ किन्नलाई कफी हो 2 बजे 3 बजे हुन्न हेरौँ न यहाँ पहिला 50 मा दिन्छु 50 मान 50 मा दिन्छु 50 मान रुपियाँ त चल्दैन नि यता एनमा चल्छ कस्तो एन्टिक पिस चल्छ कि फेरि यहाँ डेक डिभिडी प्लेयर टिभी यत्रो छ ऊ चाहिँ यहाँ फोन गर्न आएको छ है भित्रबाट गर्छ भन्दा ऊ चाहिँ लोड जान्छ नि थाहा छ हामी भित्र बसिरहेको साथीलाई गएर जस्तो लाग्यो म जान नमिल्ने हो कि पैसा भइरहेछ त पैसा चाहिँ भएन पैसा मात्रै काट्यो ए आएछ पैसा धन्नै पैसा बसेछ राति हुँदैछ दाइहरू आउँदैनन् दाइहरू आएपछि जाने भनेको है
नम्बर भन्नु त मलाई मेरो कसो नम्बर थाहा नै हुँदैन नि हेर्नुपर्छ कि सेफ छ त त्यही नि यो बाटोबाट आउँदा चाहिँ सर्टकट रहेछ नि त यति गयो म त कहाँ घुमेर आएको यार है यो ढोका चाहिँ मेरो नाम लिने बित्तिकै खुल्छ है आवाज नेपाल हेर इट्स मी आवाज नेपाल खुल्छ बाबु दामी को खतरा मेसीले हैन मेसी फेरि वर्ल्ड कप जित्नुमा मुजी हात डिमारियाको छ रे चिक्ने ल अरु कसलाई के भन्नु छ ल तिमी आएको भन्न ल दुई गोल बाइ मेसी हुनुमा र नहुनुको गेम धेरै चेन्ज हुन्छ के मेसी नभएर नि कति राम्रो खेले खाने त्यही मेसी भएर मेसी भएर न युएस जितेन हारे मोला मेसी के रे मेसी हुँदाको गेम र मेसी नहुँदाको गेम धेरै डिफरेन्स हुन्छ के अर्जेन्टिना त्यो के रे होइन मुला के रे अस्तिको पालि त मेसीले त एकचोटि 14 मा हारेको थियो त्यसैबाट अनि उ पनि हारेको थियो भन्दैछु त अनि मेसीले अनि के रे के भन्ने थियो म गेमै छोडिदिन्छु म रिजाइनै गरिदिन्छु भन्ने थियो अनि मेसी खेल्न पनि आएको थिएन पछिबाट अनि के रे त्यो त्यति हुनु त वर्ल्ड कपमा छनौट हुन पनि गाह्रो भइसक्यो सुन न म के सुन्दिन उले स्टार्टको कुरा गर्ने भने रोनाल्डोको कति 1000 पुग्न लाग्छ मेसी त त्यसको बराबरीमा पनि छ त छैन युसीएल 5 चोटि नै जिताछ रोनाल्डोले मेसीले कति चोटि जित्यो भन त वर्षमा युरोभरि लेभेन्डस्की सब रिक छ अनि मेसीको त पनि त सबै होल राउन्ड छ विश्वको के चाहिँ छैन मेसी इन्फ्लुएन्स पुस्कास त्यो त लो लेभलको युरोभरि वर्षमा सबभन्दा खतरा गोल हाल्ने सानो सानो बोल न सबभन्दा खतरा गोल हाल्ने दिन्छ नि त्यो त्यो भन्दा लेभल हुन्छ नि त्यसको त्यो भन्दा लेभल हुन्छ नि त्यसको छ लेभल छ लेभल भएर जिते खान ल त्यसलाई मान्छ कि क्यालेन्डरलाई मान्छ ल भन्छ बेलेन्डरलाई मान्छ त्यसलाई मान्छ बेलेन्डरले मान्छ तर त्यो मेसीले देखेरी त्यसरी ट्रफी जितेको लागि नि हावाताना दिएपछि त्यो बेलेन्डरको लेभल घटिसक्यो सबैले भन्छ हैन त ल सबैले ल तिमी वर्ल्ड कप बाइक हैन एउटा स्टार्ट देखो ज मेसीले 2023 को के जिते 2023 को वर्ल्ड कप बाइक क्यालेन्डर इयरमा 91 गोल हाने त्यो छोड्देऊ हैन त्यो एउटा क्यालेन्डर इयरमा एकचोटी मात्र हाने त्यो छोड्देऊ 16 17 18 ह्याट्रिकै हान्दैछ युसीएल च्याम्पियनशिपको बार्कलेको जित्या छ के रे अर्को जुभेन्टसमा पनि दामी सबभन्दा पुस्को 100 जित्ने नै बाइसाइकल गोल हान्दा छ अझ 5 वटी कति 5 वटी त डिजर्भडै ब्यालेन्डर छ 2023 को जितेर त्यो ब्यालेन्डर पाए त्यो भन न ब्यालेन्डर तिम्रो कति टाढा छौ सानो सोरा बोल न एकरा नजिकै छौ सुन ल उयो के रे टाढा भएको पोलरुम कुरा गरेको के रे कप हैन त्यो पनि 3 जना नेसन बिच युरो कप सबभन्दा टप साउथ अमेरिकालाई छोड वर्ल्ड कपमा बल्ल ताइना तुइको पाला एम्बापेले लिड दिइसक्यो किन भन्दा त्यो पेनाल्टी पाएर बस्यो त्यतिकै त्यो वर्ल्ड कप के रे सबभन्दा ठुलो के रे उयो उपाधि भएको पनि त्यो पनि त्यो ठुलो उपाधि भएको मैले त फिफाले सपोर्ट गरेर पेनाल्टी पनि नदिएर के नदिएर मेसीलाई पाएकोले त सबै सपोर्ट भएर उ हारे सपोर्ट रोनाल्डोलाई चाहिँ नपाएको अरे त्यो यो त्यसले पनि त रोनाल्डोको टिम नराम्रो भएर रोनाल्डोको के भन्छ वर्ल्ड कप क्वालिफायरमा हुँदाखेरि सर्बियासँग म्याच हुँदाखेरि गोल भएको नि नट गोल भन्ने स्ट्र्याटेजी रोनाल्डोमा छ स्ट्याटिस छैन स्ट्याट्सको कुरा नगर तिम्रो ड्रिब्लिङ मात्र राम्रो मेसीको ट्यालेन्टेड एउटा ड्रिब्लिङ गरे मेसीले गरी सबै रोनाल्डो गरे स्किलको कुरा गर्नु मेसी र रोनाल्डोमा कस्तो दामी छ भने हाइजम कसले बेसी हाल्यो ल हाइजमको कुरा हाइजम कसले बेसी हाल्यो रोनाल्डोले हाल्छ तर हाइटको अनुसारले कसले हाल्यो हाइट कोन बाइसाइकल किक र मैले त्यो उयो के भन्छ बुढा साइकल किकमा कस्तो डिफरेन्स छ डिफरेन्स त छोड्दियो हैन तर हाइटको अनुसारले कसले हाल्यो हाइटको अनुसार त्यसलाई कसले छोड्यो अनि त्यसमा त त्यसलाई पनि त कसले ब्यालेन्डर नपा भन्ने थियो त रोनाल्डोले सानो भाइ सर्ट पनि हाल्यो रोनाल्डोलाई कसले ब्यालेन्डर बेसी नपा भन्ने थियो राइट फुट लेफ्ट फुट दुईटै खुट्टाबाट गोल हाल्न सक्छ रोनाल्डोले मेसी लेफ्ट फुट मात्र हाल्दैन सबै राइट फुट सक्ने त मुजी त एसिस्ट गरेर राम्रो पोस्टमा हान्ने मेसीले त एक्लै गरेर मुजी हान्ने हो चाहिँ भन्दैछु त ल ड्रिब्लिङ मात्रै राम्रो हो कि ल तिमी अब भन ल तिमी अब मेसी ड्रिब्लिङ राम्रो छ है भाइ तिमी नबोले सानो ड्रिब्लिङ राम्रो छ स्किलको कुरा हो रोनाल्डो कि मेसी हो स्किल तिमी आफै भन स्किलमा जेसुकै भन हैन मलाई तिमी भन न मेसी स्किलमा एउटा स्किलमा रोनाल्डो नै छ ल हेडिङमा को के हेडिङमा पनि मेसी छ गुल्ला
हेडिङमा कसरी मेसी छ छैन मेसी सबभन्दा हेडिङ गोल कसो धेरै छ हेडिङ त चिक्ने लम्बु छ त्यसले त भ्याउँछ मेसी त छोटो भएर पनि सेन्टिमिटर लम्बु भन्छन् त्यही त हाइटको अनुसारले नाप्छ हिडिङको बाइसाइकल गोल बाइसाइकल कसको नाम के बाइसाइकल बाइसाइकल त त्यसकै होला लङ शट के लङ शट लङ शट पावर सुट पावर सुट पनि त्यसकै होला के फ्री किक त मेसीको छ यो चाहिँ बोलेर काम छैन त्यो मलाई त्यो सबै पो उसकै राम्रो त्यो त टिकटकमा एडिट हेरेर नभन न भएन त्यो तिमी चाहिँ मैले त्यो फेसबुक एडिट हेरेर नभन ल तिनटा फ्री किक भन मेसीले हानेको कता कता हाने ल भन मेसीले जिताएको छ नि त लास्ट टाइममा फ्री किक तिनटा भन नि त कुन जे भने गेम जिताउनु हो नि क्लबको साटो भन न कुन क्लबले लास्टमा सुन टाइममा जिताउनु मेसी दामी भएको भनेको एटो इनिएस्टा अनि चाबी हुँदाखेरि दामी तिनीहरुसँग खेलेर हो रियल म्याड्रिड डुबिरहेको बेलामा रोनाल्डो आएर नि उठाएको म त एयरपोर्ट आउन बाध्य भएँ यसो चुला न बार्सिलोनामा राम्रो राम्रो स्टार भएको बेलामा मेसी खेलेर राम्रो भयो हो म्यानचेस्टर युनाइटेड टाइटल नजित्दाखेरि रोनाल्डो आएर टाइटल जितायो होइन रोनाल्डोले प्रमिस गरेर म युसिएल ल्याइदिन्छु भने तीनचोटि नन सिजन ल्याइदियो रियल म्याड्रिड खत्तम भएको बेला रोनाल्डो गएर रियल म्याड्रिडले उठायो रोनाल्डोले त्यतिको लेजेन्ड भयो अनि मेसी चाहिँ त्यतिकै मेसीसँग को थिएन भन न इनिएस्टा जावी एटो थिए टन्नै थिए नि त्यो तिमी तिनीहरू स्टारसँग खेलेर राम्रो भयो तिमी आफै कम्पेयर गर्छौ नि हार्ड वर्किङ ट्यालेन्ट छ होइन तर हार्ड वर्किङमा सबभन्दा रोनाल्डो छ क्या इन्फ्लुएन्सर रोनाल्डोको छ अनि त्यो त छ मैले माने होइन तर राम्रो जे पनि बेस्ट तिम्रो एउटा पोइन्ट के छ भने वर्ल्ड कपको मात्र त्यही हो क्या त्यही एउटा वर्ल्ड कपको मात्र हो ब्यालेन्डर छैन ब्यालेन्डर भनिहाल्यो त 2023 मा वर्ल्ड कप बाइक के जितेछ कि उत्कृष्ट खेलाडी टप अफ द के अरे क्यालेन्डरकै ल वान एक इयरको ल एक एकको दिएन हामीले दियो एउटा अनि इयर भरि हेर्ने त हो एक इयरको होइन त्यो अरू पनि छ होइन त्यो 3 हात त भएन तर इनिएस्टाको बेला लेभेन्डस्कीको स्टार्टको कुरा आउँछ नि स्टार्टको बेला पनि लेभेन्डस्की खतरा थियो लेभेन्डस्की अनि भ्यान्डाइकको बेला त्यतिकै पाउँछ अरे के अरे ब्यालेन्डर त्यतिकै पायो म चाहिँ के अरे 1 वर्षको तिनीहरू म चाहिँ पैसा तिरेर ब्यालेन्डर पाउँछु हाइपले हो क्या यस्तो वर्ल्डको त्यो उयोहरू धनी मान्छेहरूले त पैसा तिरेर चिक्ने लिइहाल्दैन तिमी नगला एकछिन पेले र म्याराडोना र रोनाल्डो र मेसीको रोनाल्डो मेसीको धेरै आयो होइन मेसी र रोनाल्डोको ग्रेटेस्ट भन्दाखेरि मेसीलाई अगाडि बढाउनलाई मात्र त्यही भएर हो के तिमी यत्रो बच्चाले सोध ल यो पालि वर्ल्ड कप डिजर्भिङ अर्जेन्टिना थियो भन्दै यी यत्रो पनि भन्दैन कि तिनीहरू साउदीमा 2-1 हान्दाखेरि नै ग्रुप स्टेजबाट बाहिर निस्किसक्थ्यो साउदीसँग हार्यो त्यसो भन्दा तिमीले के अरे 2010 मा त्यो स्पेनले पनि त फर्स्ट गेममै हारेको पछि लास्टमा त गेम जित्यो डिजर्भिङ थियो नि त राम्रो खेले तिनीहरूको चाहिँ डिजर्भिङ अर्जेन्टिना चाहिँ हारे डिजर्भिङै थिएन रे त्यो ल डिजर्भिङ भएन छुन्दा अलिकति यस्तो साइड पुस हिरोको खेल जहिले लास्टमा सुन साइड पुस पेनाल्टी अलिकति ट्याकल हान्दै पेनाल्टी ल त्यो त फल भयो पेनाल्टी पायो होइन अर्जेन्टिनाले त झन् मारपिट गर्दाखेरि पनि येलो कार्ड पनि नदिएको त्यसमा त के अरे त्यो उयो त सुरुमै ह्यान्डबल भएको थियो त्यसले पछि लगेर यता आयो त्यो गोल पनि हुँदैन थियो फ्रान्सको त्यसो कुराहरू तिमी होइन तिमी यतिको रेकर्ड पल्टाउनु भने मेसी जुन क्लबमा छ नि त्यो सब करप्टेडमा मात्र छ बार्सिलोना करप्टेड पिएसजी करप्टेड इन्टर मियामीको त्यो बर्गर लिगको त पुरै गर्दैन युएसए कसलाई सकर भनेर सकरमा अनि फुटबलसँग कम्पेयर गरेर हुन्छ तिमीले त्यत्रो नाम चलेकोहरू तिमीले करप्टेड भनेर हुन्छ म तिमीलाई प्रुफै देखाइदिन्छु ल बार्सिलोनाले करप्ट गरेको भनेर देखाउ त ल 2009 गयो भने मलाई 10,000 देऊ है त आमा कसम त ल म देखाइदिन दिन्छु हो देखाउन मिल्छ म त देखाइदिन्छु कतिले भने करप्टै हो भनेर इनकेस केस पनि लाग्छ बार्सिलोना तिमीहरूले रेफ्रीले सुत्त केस लाग्यो रेफ्रीले के भनेर 8 कति वर्षसम्म एल क्लासिको भन्दा रियल मैड्रिड र बार्सिलोना भन्दाखेरि सब करप्ट मात्र गरेको थियो रेफ्रीले प्रुफ छ के मित्र तिमी चिल बस न त्यही पनि अब कमब्याकको कुरा गर्छ भने रोनाल्डोले जुभेन्टस र उयो के अरे सबभन्दा धेरै ह्याट्रिकमा कमब्याक गर्ने भने उयो के भन्छ किलिङ मेसिन भनेको रोनाल्डो गोल मेसिन भने म चाहिँ त्यो जब ड्रिब्लिङ गर्न त उयो नेपालले गरिहाल्छ नि ड्रिब्लिङ त होइन कस्तो कुरा गर्छ मेसी मेसी ट्यालेन्टेड छ होइन ड्रिब्लिङ दामी छ है पासिङहरू दामी छ प्ले मेकर हो होइन सबै राम्रो छ सबै राम्रो छ मेसीको पनि राम्रो छ तर बेटर रोनाल्डो छ तिम्रो स्टार्टको कुरा राम्रै भयो भने त त्यही रोनाल्डो र मेसी बाहेक अरू प्लेयरहरू पनि स्टार्टमा हेऱ्यो भने त दामी नै छ हो अनि
तर डिजर्भिङ तिमीले डिजर्भिङको कुरा मेसी र रोनाल्डो चाहिँ त्यसो भए त अनि अगाडि त त्यो हालन्डसँग त एम्बापे पनि त एम्बापे त झन् कति सानो उमेरमै यो पालि डेम्बेलेको पनि रिक्टै थियो रफिनाले जित्नु पर्ने डेम्बेलेलाई दियो पिएसजीले तिमीलाई एउटा कुरा थाहा छ पिएसजीमा मेसी पिएसजीमा आउने बित्तिकै त्यसलाई ब्यालेन्डर दियो नि तिमीले ल तिमी आफू भने ब्यालेन्डर कसले बनाउँछ भन त के फ्रान्स फुटबलले बनाउने त्यो त थाहा त नि के अरे तिमी आफू भन यदि रोनाल्डो के भन्छ पिएसजीमा गरेर रोनाल्डोलाई दिन्थ्यो त्यो सिधै ब्यालेन्डर पोइन्ट्स भन्ने हुन्छ ब्यालेन्डर पोइन्ट्स हाल्यान्डको लेभेन्डस्करको धेरैमा पनि छोड्नुको कारण के हो भन त पिएसजीमा के त्यो धेरै मेसी भएर उ के अरे त्यो अलिक हाइप हुन नपाएर त्यो छोडेको यत्रो हाइप हुन नपाएर के भयो त हाइपको कुरै छैन नि होइन त्यसले के भने ल त्यो मेसी भन्दाखेरि म सबैको नम्बर 3 मा थियो होइन नेमार नम्बर कति 2 मा पुग्न लाग्दाखेरि म चाहिँ ट्याक्क मेसीलाई ल्याउँदाखेरि म यसले यो भयो भने त मलाई अगाडि बढ्न पनि दिँदैन भनेर उयो गर्दा अनि त्यही त नि हाइप हुन पाउँदैन भनेर सब स्किल हेऱ्यो भने त रोनाल्डो र मेसी भन्दा स्किल त दामी नेमारकै छ स्टार्टको कुरा गर्ने भने प्ले मेकिङ गर्यो भने मेसी रोनाल्डो भन्दा दामी त नेमारै हो नि कुरा आउने त्यो स्किल त ब्यालेन्डर के ब्यालेन्डरको सबै स्टार्टिङ हो के मेसीले गर्छ त 2000 कति तिम्रो हैन टाइटल भनेको कहिलेसम्म उयो थियो भन्दा 2014 सम्म चाहिँ टाइटलको मान्यता त्यसपछि सब करप्टेड मान्यता नै हरायो कि ब्यालेन्डरको सबैले भने सबले भने तिमी अब ल अब रोनाल्डो सब भयो अनि त्यसपछि पाएन नि करप्टेडहरु चाहिँ यत्राको रोनाल्डो ब्यालेन्डरमा नभइकन भन्ने रोनाल्डोले पाएको त्यो करप्टेड होइन फेयर छ स्ट्याट रोनाल्डो सबैमा माथि छ रोनाल्डोले पाएको त फेयर अरे अरु पाएको त अनफेयर 2021 मा सबै कुरा जिते लेभेन्डस्कीले मेसीले के ल तिमी त ल एउटा 2023 मा वर्ल्ड कप बाइक के जित्यो सुन तिमीले हैन तिमी ल युसीएल जित्नको लागि के उयो ब्यालेन्डर जित्नको लागि के चाहिन्छ के होल हेर्छ एक वर्ल्ड हेर्दा हेर्दैन एसिस्ट र गोल हेर्ने हो हैन त्यसपछि एउटा ट्रफी हेर्छ कुन ट्रफी हेर्छ भन त वर्ल्ड कप कि त युसीएल हेर्छ ल वर्ल्ड कप 4 वर्षमा एकचोटी आउँछ 4 वर्षसम्म के वर्ल्ड कप हेरेर बाजी हान्नु अनि त्यो रिसेन्टली तिमी र म हैन बाजी हान्नु न युसीएल जितेन भने ल ब्यालेन्डर दिए डेम्बेलेले डेम्बेलेले यो पालि वर्ल्ड कप जितेन त्यो पनि पाए त ब्यालेन्डर युसीएल जितेर मान्यता हुन्छ के त्यसको पनि वर्ल्ड मान्यता हुन्छ तर च्याम्पियन्स लिगको मान्यता भन्दा वर्ल्ड कप छुट्टै हो मोजी थाहा नै रहन्छ बच्चाहरुलाई च्याम्पियन्स लिग भन्दा वर्ल्ड कपको कुरै छोड च्याम्पियन्स लिग भन्दा ठुलो वर्ल्ड कपलाई मान्छ युसीएललाई चाहिँ थाहा रहन्छ युसीएलले टिमहरूलाई के थाहा हुन्छ वर्ल्ड कपको मान्यता ए त्यस्तो भयो त ल त्यस्तो वर्ल्ड कपको कुरा गर्ने भए त कसले यो भन्दा एम्बापेले जित्नु पर्ने ब्यालेन्डर हैन ब्यालेन्डर जित्नु पर्ने ओजिलले जित्नु पर्ने हो 2014 को हेर्नु त तिमीहरुको के सर्टेसी मलाई बोलाउ ल वर्ल्ड कपको कुरा गर्नु 14 मा जितेको एम्बापेले पछि वर्ल्ड कप 18 मा भने चाहिँ एम्बापे पछि उयो 14 मा ओजिलले भने जर्मनीबाट 2010 मा गर्ने वर्ल्ड कपको मात्रै होइन होल हेर्छ भनि तिम्रो झगडा गरेर थाहा भयो भने चाहिँ त्यो भन्दा बेला म होलको कुरा आयो भने त मेसी र रोनाल्डो दुईजना हुँदैन हैन होलको कुरा गर्यो भने त तिमीले भनेको अनुसार वर्ल्ड कपले डिटरमाइन गर्छ भने त तिनीहरूले जित्यो मैले त्यो भनेकै छैन नि वर्ल्ड कप सबभन्दा युसीएल भन्दा पनि ठुलो टपमा राख्ने वर्ल्ड कप हो के मुझे तिमीलाई थाहा हुन्छ तबमा तिमी पनि केटी जस्तो कुरा तिमी चाहिँ केटी जस्तो कुरा नगर्नु अगाडि चाहिँ स्टार्टर अहिले चाहिँ वर्ल्ड कपमा मात्र आइसक्यो वर्ल्ड कपमा मात्र मैले भनेको हैन दुईटामा चाहिँ कम्पेयर गर्दा भनेको ल यो पालि नरह्यो मेसीले किन जितेन भन्नु त वर्ल्ड कप जिताएको थियो किन जितेन ब्यालेन्डर स्टार्ट राम्रो अहिले त्यो भएको अहिले मैले झगडा गरेर थाहा भयो भने त्यो भन्दा बेला थाहा हुन्छ इयर अनुसारले हुन्छ ब्यालेन्डर ल 2025 अनि 2022 मा जितेको अनि 25 सम्म वर्ल्ड कपको ले भइराख्छ मुजी तिमी मुजी त्यही त भने खाली अनि 3 वर्षसम्म काम गर्छ अनि वर्ल्ड कपको भ्यालुले गर्दा ट्रफी ब्यालेन्डर जित्छ भन्छ तिमी मुजी मैले त्यो थोडी न भनेको होल हेर्छ त्यसको स्ट्र्याटेजी छ एक वर्षमा के भयो कतिको छ अरु भन्दा कति टपमा को छ भन्ने त्यो हेर्छ हामी स्ट्याट्स टपमा हेर्ने भयो त डेम्बेले त रिजर्भ पनि गर्दैन सिधै कुरा भिनियस एम्बापे अनि रफिना अनि अरु प्लेयरहरु हुन्थ्यो नि त्यो डेम्बेले त कहाँ हुन्थ्यो नि न रोनाल्डो नै हुन्थ्यो नि साउदी लिगबाट त्यो एसिस्टहरुको स्टार्टको कुरा त्यो साउदी लिग म्युजिक त्यो त झाँसे पनि हुँदैन त्यो थोडी न मेसीको टिमलाई 6-0 हाने अब साउदीले मेसीको टिमले अल्लाहले 6-0 हाने हैन जे गरे पनि त त्यो हेर्दैन के तिनीहरु यता
तिनीहरुमा छनौटै लिँदैन युरोपको टप स्टार्सहरु सब त्यही गहा कान्ते गहा कोको गहा बेन्जेमा त्यही गहा हैन तर तिनीहरु भनेको छनौटै लिँदैन के युरो कप सबभन्दा डिफिकल्ट हुन्छ कि साउथ अमेरिकन के लिगमा हैन कन्ट्री वाइज कन्ट्रीको युरोपियन कप टफ क्वालिफाई हुने हो नि त वर्ल्ड कपमा त साउथ अमेरिकाबाट क्वालिफाई हुन्छ युरोपबाट कुन टफ हुन्छ भन त अब त्यो त मलाई के थाहा छ युरो पनि अनि त्यो थाहा नभइकन के अनि तिमीले त लिगको कुरा गरिराख नि त मुजी लिग हैन यो कन्ट्रीको कुरा गरे अहिले भर्खरको कन्ट्रीको कुरा अहिले लिगको कुरा गर्दै ल लिगमै सोधौँ न त ल रियल माड्रिड लिगको कुरा गर्दाखेरि सुन न अब के रे अब ब्यालेन्डरहरु चुज गर्दाखेरि त अल नासरहरुको प्लेयरहरुलाई तानेर नि चुज गर्छ कस्तो मुजी रहेछ युरोपियन फ्रान्स फुटबलले त्यो चाहिँ युरोप भित्रको मात्रै हुन्छ ब्यालेन्डर सिगिनी उन के कुरा गरेको अघि चाहिँ अनि मुजी के रे अनि अल नासरको टप छ यताको भन्दा भनेको रोनाल्डोले आएर उताको भन्दा उ गएपछि मुजी घमण्डी मुजी यता आएछ त्यताको भन्दा यताको टप छ भनेर मुजी भन्यो आउनु भन्दा अगाडि नै कहाँ हैन बेन्जेमाहरु अनि तिमी रुन नखोज एउटा कुरा भन ल लालिगा राम्रो ल तिमीले त्यो लिग अनुसार हेर्छौ नि लालिगा हैन अनि इटालिया सिरिज र अनि अर्को प्रिमियर लिगमा कुन ठुलो भन के लिगमा त्यो युरोपमै त ठुलो लिग युरोपको कुन हो मलाई थाहा छैन त्यो थाहा नभएपछि नबोला कि डिबेटै नगरे के नगरेर सिकिनी तिमीले कहिलेदेखि बार्सिलोना गेम हेर्न थाहा भन्दा तिमीलाई त यो पनि थाहा छैन लियोस फिगो दुईटा एटोहरु थाहा नभए पनि त चाहिँ भने अलिअलि त नलेज ल जित्यो भनेमा राम्रोसँग जित्यो भन्ने हुँदैन के मुजी होइन तिमीले के भन्नु मिल्छ म एउटा इन्सपायर भयो हो मेसीदेखि त्यसलाई मलाई राम्रो मात्र लाग्यो तर म फ्यान भन्नु चाहिँ मिल्दैन है भनेर म पनि रोनाल्डोको फ्यान पनि होइन म त इन्सपायर हुने हो इन्फ्लुएन्स भएको म पनि हामीले त त्यो के भन्छ तर तिमीहरुको जस्तो इन्ट्रेस्ट भयो त तिमी डेभिड बेकहम हुँदा मेसी त के होइन भनेर जर्सीमा बी विन हानेर माल हालेर हालिन्छ तिमीले त रियल माड्रिडको फर्स्ट जर्सीको हैन त्यो स्ट्याम्पमा bwin.com भनेर लेख्दाखेरिको थियो हो त्यो मैले आउँदैन कि ल पहिला तिमीले एउटा कुरा बार्सिलोनाको फर्स्ट स्पोन्सरको नाम भन यो नै गर्न आउँछ के रे खेलाडीको कदर गर्नै आउँदैन हैन ल तिमीले उयो बार्सिलोनाको फर्स्ट उयो स्पोन्सरको नाम भन त मलाई थाहा छैन म्याच रुई हाल्यो अब के भन्नु हुँदैन के म जित्दाखेरि त्यस्तै हो अब के भन्न सकिन्छ जित्यो रोनाल्डो भन्दा मेसी गुल्ला भेटेको वर्ल्ड कप जित्यो भने बेटर हुनुभयो त मैले त्यो के अरे वर्ल्ड कप जित्यो मैले को अरे डिबाला के अरे डिबाला भन्दा आल्भारेज नै भेटेँ त मैले त्यसो भए मेसी भन्दा लाइटर देऊ न सल्कम गुल्लाकै सब कुरा कप भन्दा न हेडिङ छ न लङ रेन्ज सुटिङ घमण्डी म्याच त्यो मुजी राम्रो होइन राम्रो छ तर त्यसको आफ्नै घमण्डीको इगो राख्नुपर्छ नि त मुजी इगो राख्नुपर्छ नि त त्यो मेन्टालिटी नै नभयो भने त के काम त नि ओपनिङको टिमले विजेता राख्ने कि हाँसेर बसेर हुन्छ पनि तिम्रो एउटा मेन्टालिटी स्ट्रङ छ भने तिमी राम्रो कि उयो दौलिया राम्रो भन त ओइ लाइटर देऊ न कस्तो छ उयो दौलिया राम्रो भन्छ भन्दैन लाइटर देऊ न एउटा इगो हुनुपर्छ या मान्छेमा हैन त्यो मेसीसँग थिएन रोनाल्डोसँग थियो त्यही भएर मेन्टालिटीले अगाडि बढायो त्यतिखेर म चाहिँ मेरो सबभन्दा उयो के भन्छ आइडलै उयो के भन्छ म्याराडोना लुइस फिगो भयो भने म चाहिँ अगाडि नै बढ्दैन उयोलाई इङ्ग्लिस पढ्न आउँदैन रहेछ नेपालीमा ट्रान्सलेट गरिदिउँ त्यसलाई ल हेर के भनेको भन्दाखेरि मैले यहाँ लेखेको है के भन्छ बेस्ट प्लेयर इन 2023 होइन खोइ ओए हेर द बेस्ट प्लेयर अफ अफिसियली एन्ड वाइडली रेकग्नाइज वाज लियोनल मेसी अनि त्यो भने के हो त लियोनल मेसी पहिला सुन हियर इज ब्रेकडाउन लियोनल मेसी किन भन्दाखेरि बेस्ट फिफा मेन प्लेयर हैन ब्यालेन्डोरले गरेर अगाडि बढ्यो ल विदाउट ब्यालेन्डोर गर्दाखेरि हालन अनि त्यो त नपाएर त्यो त पछिको रिजन हो नि त आइसक्यो पो अनि उनीहरुले ग्यारेन्टीहरु दिएर हाइप गर्दै हो के मुजी थाहा नै रहेछ त्यतिकै त नम्बर 1 मा राख्छ होला मुजी ओइ तिमीहरु एउटा सुँगुर र सर्ग खान्छस् भन्दै त्यहाँ गु पाइन्छ भने जस्तो कुरो हो के ओइ सिल्वर तिमी हार्यो भन न सक्यो त कुरै